मेरा प्यारा प्यारा स्वादका मित्रहरूलाई आज पनि फेरि एउटा सानो नयाँ भिडियो बनाएर लिएर आएको छु। अब मैले आज चाहिँ बनाउँदै जाँदैछु अन्डा अनि सिमला मिर्चको सानो एउटा टिप्स है। यसको लागि मैले अन्डा गरेर बोइलिङ गरेर पोखरा खसाएर राखेको थिएँ। 3टा अन्डा लिएको छु, त्यो धेरै ल्याएको छैन। त्यसको लागि मैले पोखरा खसाएर राखेर त्यसमा अनि यसलाई तेल हालेर एउटा प्यानमा अनि तेल खारिसकेपछि यसलाई फ्राई गरेको छु। अन्डालाई फ्राई गरेको छु। फ्राई गर्दाखेरि अलिक ध्यानपूर्वक गर्नु होला, अन्डा फाट्न पनि सक्छ। तर राम्रोसँग फर्काइ फ्राई गरेर एकदम कटोरी या बोलमा निकालेर राख्दा हुन्छ। त्यसलाई लास्टमा हाल्दा हुन्छ। त्यसमा मैले अर्को अब त्यो ल्याइसकेपछि अर्को कराईमा मैले तेल हालेको छु। तेल हालेँ अनि लसुनको टुक्रा हालेछु, अदुवाको टुक्रा गरेर हालेर यसलाई पनि फ्राई गरेको छु। यसलाई राम्रोसँग फ्राई भइसकेपछि फेरि अब एउटा प्याज काटेर राखेको थिएँ, प्याज अनि हरियो खुर्सानीहरू काटेर राखेको थिएँ। यसलाई पनि यसमा एड गरेको छु र एड गरेर राम्रोसँग चलाउनु। प्याज पनि राम्रोसँग चलाइसकेपछि राम्रोसँग कम्तीमा 2-3 मिनट है, धेरै पर्दैन, ब्राउन हुन दिनु पर्यो। ब्राउन हुन धेरै दर्न पनि दिनु भएन। त्यसमा ठिक्क लिमिटको भइसकेपछि त्यसमा मैले फेरि एउटा टमाटर काटेर राखेको थिएँ, त्यसमा पनि एड गरेको छु। यो टमाटरलाई पनि राम्रोसँग 2-3 मिनट जति राम्रोसँग गल्नुपर्छ। टमाटर राम्रोसँग गले मात्रै बल्ल टेस्टिलो हुन्छ, धेरै गलाउनु नहुनु। त्यसमा हल्का त्यसै टमाटर गलाउनको लागि चाहिँ मैले 1 चम्मच बेसार लिएको छु। फेरि 1 चम्मचै मैले नुन लिएको छु। नुन चाहिँ तपाईँको स्वादअनुसार हाल्नु सक्नुहुन्छ। तपाईँले आफूलाई जस्तो चाहिन्छ स्वादअनुसार हाल्नु होला। अब त्यही अनुसार मैले यसलाई पनि हालेपछि यसलाई राम्रोसँग मिक्सिङ गरेँ। नुन अनि बेसारलाई राम्रोसँग चारै दिशा चलाएर राम्रोसँग मिक्सिङ गरेर त्यसमा कम्तीमा 1-2 मिनट जति यसलाई पनि राम्रोसँग पकाउनु। अब मसला जल्न नदिनको लागि हल्का तपाईँले पानी थप्न सक्नुहुन्छ। पानी हाल्दै पकाउँदै गर्दा राम्रो हुन्छ, किनभने जल्न सक्छ नि त यो तपाईँले पानी नहाल्दाखेरि। मैले त्यही भएर हल्का थोरै मैले पानी हाल्दै त्यहाँ पकाउँदै गरिराखेको छु। कम्तीमा टमाटर प्याज हरेक चिज राम्रोसँग पाक्नुपर्छ। कम्तीमा 2-3 मिनट पाकिसकेपछि मैले एउटा सिमला मिर्च काटेर राखेको थिएँ, सानो टुक्रामा काटेर राखेको थिएँ। यसलाई पनि एड गरेको छु। यसलाई एड गरिसकेपछि यसलाई राम्रोसँग मिलाइसकेपछि यसलाई कम्तीमा 2-3 मिनट जति पाक्ने। यो लगभग यो त काँचै खाने चिज हो, यो सलादको रूपमा खाने चिज हो। तर यसलाई हल्का आधा पाकेको आधा काँचो हुने गरी यसलाई पकाउनु पर्छ। धेरै गलाउनु पनि हुँदैन, यसको टेस्ट नै अलग्गै आउँछ। त्यही भएर आधी बोइल आधी पाकेको चाहिँ राम्रो हाफ बोइल हुन्छ कि है, त्यही अनुसार पकाउनु होला। त्यसरी पकाउँदै गयो त्यसमा अब तपाईँलाई चाहिने अनुसार मैले चाहिँ मसला हालेको छु। अब त्यहाँ जिराको धुलो अनि धनियाँको धुलो अनि रातो खुर्सानीको धुलो हालेको छु। त्यो गरम मसला पनि हालेको छु, थोरै मात्र, चुट्की मात्र है, धेरै। त्यसपछि फेरि पानी थपेँ। यसमा फेरि अन्डा एड गर्नु छ नि त, त्यसैले पानी थपेको छु। पानी पनि त्यति धेरै होइन, तपाईँलाई जति खान मन छ तर बढी खाने हो भने बढी नै हाल्नु होला, नत्र भने कम हालेर ठिक्क लिमिटमा हालेर पानी हालेर एकछिन कम्तीमा 5 मिनट, धेरै होइन 5 मिनट ढाकेर पकाउनुहोस्। यसो राम्रोसँग रेडी भइसकेको छ है, मेरो अब रेडी हुन लागिसकेको छ। राम्रो हेर्नुहोस् कसरी पाकिरहेको छ। यसरी पाकिसकेपछि मैले अब अन्डा एड गर्न जाँदैछु। अन्डालाई मैले 2 फकलेटामा काटेर राखेको थिएँ, त्यही अनुसार 3टा अन्डाको 6टा त्यसरी गरेर मैले एड गरेको छु। एड गरिसकेपछि यसलाई राम्रोसँग मिलाउने, मिक्सिङ गर्ने। यसमा मसलाहरू लगाउनु पर्यो, नुन लगाउनु पर्यो, राम्रोसँग सबै कुरा मिलाइसकेपछि बल्ल टेस्टी हुन्छ। तपाईँले पनि यसरी नै बनाएर घरमा पनि यसरी नै राम्रोसँग बनाएर खान सक्नुहुन्छ है। तपाईँलाई एउटा रिक्वेस्ट गर्छु, यत्रो सबै भिडियो हेरिदिनु भयो। अब भिडियो मन परेमा लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। अनि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न पनि नभुल्नु होला। हस् त, तपाईँहरूलाई धन्यवाद।